नमस्कार सबैलाई। आज चाहिँ म तपाईँहरूलाई आइआरडीको वेबसाइटमा गएर कसरी इटिडिएस गर्ने भन्ने कुरा चाहिँ म यहाँ एउटा स्याम्पल एउटा भिडियो चाहिँ हजुरलाई देखाउन लागिरहेको छु। र यहाँ तपाईँहरूले देख्नुभयो अनुसार आइआरडीको वेबसाइटमा गएर जर्नल सेटिङभित्र तपाईँको क्रिएट ट्याक्स पेयर लगइन भन्ने अप्सन छ। यसरी क्रिएट ट्याक्स पेयर लगइनमा गएर तपाईँहरूले त्यहाँनिर ड्यासबोर्ड अन गर्नुभयो भने त्यहाँनिर सरर भर्नुभयो भने माइ इन्फर्मेसन भर्नुभयो भने तपाईँको सम्बन्धित इमेल अथवा मोबाइलमा कोड आउँछ र कोड आएपछि तपाईँले युजर नेम चाहिँ आफ्नो क्रिएट हुन्छ र तपाईँको ट्याक्स पेयर लगइनमा जानु पर्यो। फेरि जुन तपाईँले त्यहाँ ट्याक्स पेयर लगइन क्रिएट लगइनबाट जुन क्रिएट गर्नुभएको थियो अघिल्लो उसबाट त्यसमा क्रिएट भएको युजर आइडी र तपाईँले स्थायी लेखा नम्बर र प्रयोगकर्ताको नाम त्यो हाल्नुभयो भने यसरी खोल्छ। र यसरी खोलेपछि यहाँ विभिन्न अप्सनहरू छ, तपाईँले युज गर्न सक्नुहुन्छ आफ्नो निड अनुसार। यसमा चाहिँ अहिले मैले यहाँ देखाउन गइरहेको छु तपाईँहरूलाई अहिले पेमेन्ट भाउचर र ट्याक्स क्लियरेन्सको पार्टमा। अहिले मैले यहाँ पेमेन्ट भाउचरको पार्टमा मैले क्लिक गरेको छु र पेमेन्ट भाउचरमा चाहिँ तपाईँले कुनै पनि कर तिर्नुभन्दा अगाडि चाहिँ इटिडिएस गर्नुभन्दा अगाडि चाहिँ जम्मा गर्नुपर्ने हुन्छ र यो अनलाइनबाट पनि गर्न सक्नुहुन्छ, फिजिकली पनि गर्न सक्नुहुन्छ। र त्यसको लागि चाहिँ सम्बन्धित कुन ब्याङ्कबाट जम्मा गर्ने त्यो सिलेक्ट गर्नुपर्ने हुन्छ तपाईँले। यसमा नेपाल राष्ट्र ब्याङ्कहरूदेखि लिएर कृषि विकास ब्याङ्कहरू सबै छ। यसमा चाहिँ यसमा सिलेक्ट गरेर अनि करको प्रकार छान्नुपर्ने हुन्छ। करको प्रकारमा चाहिँ कुन टाइपको कर तिर्न खोजे हो, आयकर हो कि होइन, कुन प्रकारको कर हो भन्ने कुरा चाहिँ यहाँ छान्नुपर्ने हुन्छ। र त्यसपछि राजस्व शीर्षकमा चाहिँ तपाईँको शीर्षक के हो त भन्ने कुराहरू छान्नुपर्ने हुन्छ। र अब तपाईँको यसमा छान्दाखेरि चाहिँ पारिश्रमिकमा आधारित कर छान्नुपर्ने हुन्छ। यसको कोड हो 11-2-11 है। स्यालेरीको लागि पेमेन्ट गर्दै हुन्छ कर भने 11-2-11 र बापतमा चाहिँ अग्रिम कर कति छान्नुपर्ने हुन्छ र राजस्व रकममा चाहिँ कति हो कर तिर्नुपर्ने। नर्मली स्यालेरीको 1% हुन्छ सामान्यतः होइन। अब यो चाहिँ तपाईँको स्ल्याब अनुसार हुन्छ र कुन आर्थिक वर्षको लागि हो भन्ने कुरा छानेर अनि कैफियतमा इटिडिएस छान्नुहोस्। त्यसमा चाहिँ हो भन्ने छान्नु होला र यो गरिसके पश्चात चाहिँ तपाईँको यसलाई प्रोसिड गर्नुपर्ने हुन्छ। अगाडि तलपट्टि लास्टमा बटम डेटमा देख्नु भएको छ जेनेरेट ट्रान्जेक्सन कोड भनेको छ र यसमा यो चाहिँ मैले अलरेडी गरिसकेको छु, त्यो कारणले गर्दा फेरि जेनेरेट गरिन होइन। र यसरी यहाँ तपाईँले पहिल्यै गरिसकेकोमा हेर्नुभयो भने यसरी चाहिँ तपाईँको जेनेरेट पेमेन्ट डिटेल चाहिँ यसरी आएको हुन्छ र यसलाई एकचोटि कन्फर्म गर्नु होला र एकचोटि कन्फर्म गरिसकेपछि फाइनल्ली तपाईँले कन्फर्ममा क्लिक गर्ने भइहाल्छ। र पुरानो कुनै गर्नुभएको छ त्यसको अवस्था के छ भन्नको लागि चाहिँ तपाईँले पुरानो भुक्तानीको अवस्था हेर्नु होला, जुन चाहिँ मैले अगाडि हालेको डिटेल अलरेडी कम्प्लिटेड भइसकेको छ। र यसलाई प्रिन्ट गरेर हजुरले हेर्नुभयो भने यसमा चाहिँ तपाईँले दुईवटा कुरा ख्याल गर्नुपर्ने हुन्छ। यसमा आवश्यक पर्ने भनेको एउटा मिति, कहिले भेरिफाई गएको मिति र भाउचर नम्बर चाहिँ तपाईँलाई यो आवश्यक पर्छ। यसलाई सम्झेर राख्नु होला, यसलाई याद गरेर कतै टिपुट गरेर राख्नु होला। र अब हामी यो त रह्यो भुक्तानी गर्ने तरिका। अब भुक्तानी गरेकोलाई चाहिँ हामी कसरी चाहिँ भेरिफाई गर्ने भन्ने कुरा चाहिँ हामी हेर्नेछौँ अथवा सबमिट गर्नुपर्ने पार्टलाई चाहिँ हामी छलफल गर्छौँ। त्यसको लागि चाहिँ इटिडिएस सेक्सनमा जानु पर्यो र इटिडिएस सेक्सनमा गइसकेपछि तपाईँको सबमिसन नम्बर चाहिँ क्रिएट गर्नुपर्ने हुन्छ। माथि चाहिँ हामीले जनरल सेटिङमा गएर ट्याक्स पेयरको युजर आइडीहरू क्रिएट गऱ्यौँ भने इटिडिएसमा चाहिँ सबमिसन नम्बर क्रिएट गर्नुपर्ने हुन्छ। यो दुईवटा चाहिँ ख्याल गर्नुले एउटा जनरलमा गएको छौँ हामी अघिल्लो मेन अगाडिपट्टिको स्टेप भने यसमा चाहिँ इटिडिएसमा गएर र यसरी सबमिसन नम्बर लिने फारम भनेर ओपन हुन्छ तपाईँले। यसमा चाहिँ तपाईँको प्रयोगकर्ताको नामदेखि लिएर यहाँ आएको विवरणहरू तपाईँले हाल्नुभएको खण्डमा तपाईँको सबमिसन नम्बर क्रिएट हुन्छ। अराउन्ड 16 डिजिटको अराउन्ड फेरि हुन्छ र यसरी तपाईँले गरिसकेपछि लगइन सबमिसन आइसकेपछि विथ होल्डर लगइन भन्ने अप्सन छ र यसमा अघिल्लो स्टेपमा ओपन भएको सबमिसन नम्बर र तपाईँको प्रयोगकर्ताको नाम र पासपोर्ट नम्बर हाल्नुभयो भने प्रयोगकर्ताको नाममा चाहिँ प्यान नम्बर नै हुन्छ
र पासपोर्ट लगइन गर्नुभएको खण्डमा तपाईको ओपन हुन्छ र मेन काम चाहिँ यहाँबाट नै हुन्छ। यसमा देख्न सक्नुहुन्छ तपाईहरुले स्थायी लेखा पान नम्बरदेखि लिएर नाम भुक्तानी नम्बरहरु छ। यसमा कसको भुक्तानी गर्नुपर्ने हो। अघिको फेजमा चाहिँ तपाईहरुले टोटलमा हाल्नुभयो कर। अब यसमा चाहिँ इन्डिभिजुअल बल्क ट्रान्ज्याक्सन पनि हाल्न मिल्छ यसमा। अहिले मैले यहाँ इन्डिभिजुअल एउटा इम्प्लोइको मात्र हालेर देखाउँदै छु। उसको प्यान नम्बर हाल्नु पर्यो इम्प्लोइको, नाम के हो र तपाईको भुक्तानी मिति कहिले भुक्तानी भएको हो। त्यो अघि मैले हजुरले जुन भनेको थिएँ भुक्तानी मिति भएको त भौचरमा भएको त्यो डिटेल हाल्नु पर्यो, भुक्तानी रकम हाल्नु पर्यो र टीडीएस रकम कति हो र टाइप चाहिँ तपाईको अघि मैले भनेको छु 11/2/11 स्यालेरीको मा आएको कर तिर्न खोज्नु भएको हुन्छ है। त्यसरी एड गरेपछि तलपट्टि तपाईको यसरी देखाउँछ। मैले एड गरिसकेको छु, तललाई देखाइसकेको छु अनिश भुजेल भनेर। र यसरी गरिसकेपछि चाहिँ तपाईको अनिश भुजेलको उले आफ्नो पर्सनल प्यानमा गएर चेक गर्नु भएन उहाँको अब स्टेटमेन्टमा ट्याक्स तिरेको स्टेटमेन्टमा चाहिँ देखिन्छ। यसलाई चाहिँ सबमिट चाहिँ गर्नुपर्ने हुन्छ। सबमिट गर्नुभन्दा अगाडि एकचोटि भेरिफाई गर्नु पर्यो र यसमा डेट मस्ट बी फ्रम 80/7 टु यति भनेको छ। यो चाहिँ तपाईको विक्रम सम्मतमा हाल्नु पर्यो। मैले यहाँ एडीमा हालेको छु। त्यो कारणले गर्दा एडीमा टिक लाउनु पर्नेमा विक्रम सम्मतमा टिक लागेको छु। यो चाहिँ ख्याल गर्नु होला। एडीमा लाउनु पर्यो अथवा विक्रम सम्मतकै डेट राख्नु पर्यो। त्यो राखेपछि तपाईहरुको यसमा पनि समस्या हुँदैन। र यसरी गरेपछि सबमिट गरिसकेपछि तपाईको मेन काम पनि यहाँ सकियो। र फेरि अब त्यसको लागि चाहिँ तपाईले भेरिफाई गर्नुपर्ने हुन्छ। त्यसको लागि जेनरलमा जानु पर्यो। जेनरलमा क्लिक गरेपछि तपाईले ट्याक्स पेयर लगइनमा क्लिक गर्नु पर्यो र स्थायी लेखा नम्बर फेरि राख्नुपर्ने हुन्छ जुन चाहिँ संस्थाकै हुन्छ। संस्थाको स्थायी लेखा नम्बर राख्नु भयो भने त्यसपछि तपाईले भेरिफिकेसनमा गएर क्लिक गर्नुपर्ने हुन्छ। भेरिफिकेसनमा क्लिक गरिसकेपछि मोडुलमा चुज गरेर इटीडीएस गर्नुपर्ने हुन्छ र इटीडीएस गरिसकेपछि सबमिसन नम्बर चाहिँ कुन हो। सबमिसन नम्बर तपाईले अर्लियर इटीडीएसमा जुन सबमिसन नम्बर क्रिएट गर्नु भएको थियो त्यो सबमिसन नम्बर चाहिँ यसमा राख्नुपर्ने हुन्छ र यो भइसकेपछि तपाईले पेमेन्ट प्रोसिड टु पेमेन्ट गरेर अब प्रिभ्यू अथवा भेरिफाई गर्नुपर्ने हुन्छ र त्यो गर्नुभन्दा अगाडि प्रिभ्यू गर्नु होला र भेरिफाई गरिसकेपछि चाहिँ तपाईको बल्ल सम्बन्धित स्टाफको अकाउन्टमा चाहिँ देखिन्छ। यति गर्नु भयो भने अनलाइन इटीडीएस सक्सेसफुल्ली भयो र सामान्य सजिलो छ। यसमा केही कन्फ्युजन जस्तो लाग्दैन। तपाईलाई भिडियो कस्तो लाग्यो, केही कन्फ्युजन छ भने स्टिल यु क्यान मेसेज मी है। ल यति भन्दै आजको भिडियो सकियोस्। थ्यांक यू।